दर्शकबिन अनलाइन टेलिभिजन आर्यन टिभी नेपालको अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। नेपाली सांगीतिक बजारमा आएका विभिन्न गीत संगीतहरूको बारेमा जानकारी दिने क्रममा आज हामी एउटा गीतको सुटिङ रिपोर्ट प्रस्तुत गर्न गइरहेका छौं। सुभाष विशीको प्रस्तुति आइसक्रिम चुस बोलको गीतको सुटिङ रिपोर्ट हामी प्रस्तुत गर्दैछौं। ज्योति मगर अनि हरि विशीको स्वर रहेको यस गीतमा लय सृजना रोशन सिंहको हो भने शब्द रचना साजन शेर्पाको हो। म्युजिक भिडियोमा तिर्सना बुढाथोकी, केशव सापकोटा, मिलन बस्याल लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ। प्रदेशमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा निकै क्रियाशील युवा पुस्तामा आशा गरिएका गायक हरि विशीले यस गीतमा गायिका ज्योति मगरसँग स्वर दिनुभएको छ र यो गीतबाट गायक हरि विशी धेरै आशावादी रहेको कुरा हामीलाई जानकारी दिनुभएको छ। जहिले पनि भन्छौ तिमी आइसक्रिम चुस बोलको यो गीतलाई अलिकति कमेडी पारामा प्रस्तुत गरेको कुरा यस गीतका निर्देशक एवं कलाकार केशव सापकोटाले हामीलाई बताउनु भएको छ। अङ्ग प्रदर्शनकै कारण सामाजिक सञ्जालमा चर्चामा आएकी तिर्सना बुढाथोकीको साथमा यस म्युजिक भिडियोमा अन्य महिला कलाकारहरूको पनि अभिनय हामी हेर्न सक्छौं। रेकर्डिङकै क्रममा निकै विवादमा आएको यस गीतको म्युजिक भिडियो भने धेरै समयको अन्तरालपछि भएको छ। यो गीतको भिडियो किन ढिलो भयो भनेर हामीले यस गीतका प्रस्तुतकर्तासँग प्रतिक्रिया लिएका थियौं। गीतमा गायिका ज्योति मगर खेल्न अस्वीकार गरेकी थिइन्। किन अस्वीकार गरिन् त ज्योति मगरले यो भिडियो खेल्न? हामी ज्योति मगरसँग केही समयपछि प्रतिक्रिया लिनेछौं। आइसक्रिम चुस बोलको गीतको रेकर्डिङको क्रममा हामी यस गीतकी गायिका ज्योति मगर अनि यस गीतलाई लय सृजना गर्नुभएका रोशन सिंहसँग छोटो प्रतिक्रिया लिएका थियौं। उहाँहरूको भनाई हामी छोटो रूपमा अगाडि प्रस्तुत गर्छौं। गीतका बारेमा चाहिँ अब मेन कुरा त कम्पोजर र लिरिसिस्टलाई थाहा हुन्छ है। हामी गाउने मान्छे हो, जसरी शब्द लेखिदिएर राखिदिनुहुन्छ त्यो शब्द हेर्ने हो, मेलोडी कानले सुन्ने हो होइन, अनि त्यसको घाँटीले गाउने कुरा हो होइन। तैपनि त्यही नै हो, हुन्छ नि यो कसरी सोध्छ भन्ने कुरा चाहिँ इट्स डिपेन्ड अन देम है, जसले धेरै सोध्छ। तर गर्मी लगाइरहेछ हुन्छ नि, के भन्छ गर्मी मौसम हो, आइसक्रिम केटी मान्छेहरूले अब धेरै खानुहुन्छ है। अनि आइसक्रिम त अलि चुस्ने कुरा होइन कि होइन, त्यो जसरी बुझे त्यसरी चुस्ने कुरा पनि आइसक्रिम हो। आइसक्रिम टोक्न मिल्दैन नि त खास, चाट्न मिल्छ त। चाट्न भन्दाखेरि त झन् डबल मिनिङ सोच्नु होला उहाँहरूले, मैले त्यो सोच्छु भने सफ्ट। ए लिपसिङ नदेऊ नानी, लिपसिङ नदेऊ है। त्रिसना तानी भयो।
रोल ल ए सेल्फी त्यो कसले गरेको ल गरौँ बिस्तारै तर ओटबाट झार्यो बिस्तारै ओटबाट झार्यो कोन रोल रोल ल यो फेस यो भिडियोको बारेमा यहाँहरूको प्रतिक्रिया के रहन्छ? गीतका गायक हरि विशी, गायिका ज्योति मगरलाई यहाँले दिन सक्नुहुन्छ। यहाँले गर्नुभएको कमेन्ट हामी उहाँहरू समक्ष पुर्याउनेछौँ। यहाँले यस भिडियोको तल कमेन्ट बक्समा गएर आफ्नो कमेन्ट लेख्नुहोला। डबल अर्थ बोकेको गीत आइसक्रिम चुस बोलको गीत सुन्दाखेरि डबल अर्थ दिइरहेको छ। यसको भिडियो छिटै बजारमा सार्वजनिक हुने कुरा पनि हामीलाई जानकारी प्राप्त भएको छ। डबल यहाँ डबल मन भन्नलाई आँट गर्दैछ। ओइ ज्योति देऊ न एकचोटि, हामीलाई माया देऊ न एकचोटि। ओइ ज्योति